हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आई होप हजुरहरू सबै आरामै हुनुहुन्छ। आज चाहिँ हामी क्रोचेट फ्रेन्च नेट ब्याग बनाउन जाँदैछौँ। यो चाहिँ आज ह्यान्ड क्यारीको रूपमा अथवा सोल्जर क्यारीको रूपमा पनि प्रयोग गर्न मिल्छ। अब सुरु गरौँ है त। सुरु गर्नको लागि चाहिँ मैले एक्रिलिक एन्ड र अनि 3mm को क्रोचेट हुक लिएको छु। हजुरहरूले आफूलाई जुन मनपर्छ त्यो ह्यान्ड लिन सक्नुहुन्छ। लाइक पोलिस्टर ह्यान्ड पनि लिन सक्नुहुन्छ अथवा हजुरहरूले टी सर्ट ह्यान्ड पनि लिन सक्नुहुन्छ। हामीले चाहिँ यो स्लिप नट चाहिँ गरायो, त्यसपछि 55वटा चेन चाहिँ बनाउनु पर्छ है। चेन 55वटा चेन बनाइसकेपछि 55 स्टिचमा चाहिँ हामीले स्टिच मार्कर चाहिँ राख्नुपर्छ। 55 चेनमा चाहिँ स्टिच मार्कर राख्ने हामीले भिडियोमा पनि देखिरहनु भएको छ। यो पछि चाहिँ हामीले फेरि 50वटा चेन चाहिँ बनाउनु पर्छ। यो 50वटा चेन भनेको चाहिँ एज अ ह्यान्डलको रूपमा ह्यान्डल बनाउनको लागि बनाएको हो। 50 चेन बनाउनु होला। अब यो 50 चेन बनाइसकेपछि चाहिँ जुन हामीले अघि 55 चेनमा चाहिँ स्टिच मार्कर राखेको थियौँ त्यहाँ चाहिँ लगेर जोइन गर्ने। जोइन गर्दाखेरि चाहिँ हजुरहरूले ट्विस्ट हुनु भएन, राम्रोसँग विचार गर्नुपर्ने हुन्छ। जोइन गर्दाखेरि चाहिँ पछाडिको बल्कमा चाहिँ स्लिप स्टिचले चाहिँ जोइन गर्नु होला है। अब यति जोइन गरिसकेपछि 7 चेन लिने। 1 2 3 4 5 6 7 चेन लिइसकेपछि चाहिँ अब हामीले 6 स्टिच चाहिँ स्किप गरेर 7 चेनमा चाहिँ स्लिप स्टिच गर्ने। 7 चेनमा चाहिँ स्लिप स्टिच गर्ने। फेरि रिपिट त्यही प्याटर्न हामीले चाहिँ यो जुन अहिले बक्स बनाएको देख्नु भएको छ यो सानो सेगमेन्ट, त्यो चाहिँ हामीले 7वटा बनाउँछौँ। रिपिट यही प्याटर्न नै गर्ने है। 7 चेन लिने अनि 7th स्टिचमा चाहिँ स्लिप स्टिच गर्ने। फेरि 7 चेन लिने अनि 7th स्टिचमा चाहिँ स्लिप स्टिच गर्ने। गर्दै गरेर हामी लास्टसम्म पुग्छौँ। बिस्तारै गर्दै जानु होला, नआत्तिकन है। ल हेर्नु त, अब हामी 1 2 3 4 5 6 7 सेगमेन्ट बनायौँ। यो पछि हाम्रो रिमेनिङ चेन कति छ भने 5वटा। 1 2 3 4 5 अनि हामीलाई ह्यान्डलको लागि चाहिँ कतिवटा चाहिन्थ्यो? 55वटा। 55वटामा 5वटा चाहिँ अलरेडी छ, त्यही भएर हामीले अब 45वटा चाहिँ बनाउने। 45मा 5 गरेपछि 50वटा भयो ह्यान्डल बनाउनको लागि है। यो 45वटा चेन बनाइसकेपछि चाहिँ हामीले जुन रिमेनिङ चेन 5वटा छ त्यसमा चाहिँ लिएर आएर जोइन गर्छौँ। ओके, जोइन गर्दाखेरि चाहिँ ट्विस्ट नहोस्, एकदम विचार गरेर गर्नु होला है। 5th चेनमा चाहिँ हामी स्लिप स्टिच गर्छौँ। यहाँबाट चाहिँ अब हाम्रो इन्क्रिजिङ पार्ट सुरु हुन्छ।
अब चाहिँ हामी 7 चेन लिन्छौँ। त्यसपछि फेरि अघिकैवाला प्रोसेस चाहिँ हामी दोहोऱ्याउँछौँ। जोइनिङ 7 चेन लिइसकेपछि जोइनिङ पार्टबाट 4th स्टिच भनेको सेन्टर, त्यो बक्स जुन छ सेगमेन्टको त्यो चाहिँ सेन्टरमा चाहिँ हुनुपऱ्यो, बिच भागमा चाहिँ हामीले जोइन गर्नुपऱ्यो। पछाडि बल्कबाट चाहिँ हामीले जोइन गर्नुपर्ने हुन्छ। स्लिप स्टिच गऱ्यो, फेरि 7 चेन लिने, 1 2 3 4 5 6 7। त्यसपछि फेरि अर्को सेगमेन्टको सेन्टरमा गएर चाहिँ स्लिप स्टिच गर्ने। जस्तो जोइनिङ जुन छ, जोइनिङको भागबाट चाहिँ हामीले 4 चेनमा चाहिँ दुवैतिरबाट गन्दाखेरि चाहिँ 4th स्टिचमा चाहिँ हामीले स्लिप स्टिच गर्ने। ओके, 1 2 3 4 5 6 7। अब फेरि हामीले सेन्टरमा जोइनिङदेखि 4th स्टिचमा दुवैतर्फबाट हामीले गन्दाखेरि चाहिँ 4th स्टिच हुन्छ है, किनभने 7 चेन भयो, 7 चेनको बिचमा त हाम्रो 4th हुन्छ बिचमा। यसरी चाहिँ हामीले सेगमेन्ट बनाउँछौँ। यहाँबाट चाहिँ हाम्रो इन्क्रिजिङ पार्ट बढ्दै जान्छ। पहिला हाम्रो 7वटा सेगमेन्ट थियो होइन, अब चाहिँ यहाँ यो स्टिच मार्कर, अब चाहिँ स्टिच मार्करसम्म पुग्दाखेरि चाहिँ हाम्रो 8वटा बक्स बन्छ। हेर्नु है त कसरी बन्छ। यहाँबाट चाहिँ हामीले पहिला 7 चेन लिने, अनि त्यसपछि 4वटा स्टिच स्किप गर्ने जोइनिङ पार्टबाट। त्यसपछि 5औँ स्टिचमा चाहिँ हामीले स्लिप स्टिच गर्ने। अब हामीले चाहिँ अर्को ठाउँमा चाहिँ यताबाट जाँदाखेरि त्यो जुन जोइनिङ पार्टबाट 5th स्टिचमा चाहिँ हामीले स्टिच मार्कर राख्ने, जहाँ चाहिँ हामीलाई गर्न नपरोस् भनेर है। अनि त्यति चाहिँ पुरै हामीले स्लिप स्टिच, एभ्री स्टिचमा चाहिँ हामीले स्लिप स्टिच चाहिँ गराउँदै जाने। यसले चाहिँ ह्यान्डल मोटो बनाउँदै जान्छ। कन्टिन्यू एकदम हल्का हातले चाहिँ स्लिप स्टिच गराउँदै जानु होला। धेरै कस्नु भयो भने चाहिँ हामीलाई पछि फेरि स्लिप स्टिच गर्न चाहिँ गाह्रो हुन्छ। त्यही भएर एकदम हल्का हातले एउटै पोजिसनमा चाहिँ हुनु पर्यो है। तपाईँहरूले घरि ठुलो घरि सानो गर्नुभयो भने चाहिँ ह्यान्डल राम्रो देखिँदैन, फिनिसिङ देखिँदैन। एकदम बिस्तारै एउटामा एउटा स्लिप स्टिच गर्दै जानु होला। ओके, अर्को हामीले अघि स्टिच राखेको थियौँ त्यहाँसम्म चाहिँ हामीले स्लिप स्टिच नै पुर्याउनुपर्छ। अब हामी स्लिप स्टिच मार्कर भएको ठाउँमा चाहिँ स्लिप स्टिच गर्ने। त्यसपछि फेरि सेम प्रोसेस नै गर्ने हामीले है। वान 2 3 4 5 6 7 चेन लियो। अब हामी जोइनिङ पार्टदेखि अर्को बक्सको 4th स्टिचमा चाहिँ स्लिप स्टिच गर्ने। सेम यही प्रोसेस, बक्स बनाउने चाहिँ सबैमा त्यही प्रोसेस हो। हजुरहरूको 4th राउन्डसम्म भनेको चाहिँ इन्क्रिजिङ पार्टमा जान्छ, किनभने बढ्दै जानु पऱ्यो नि त। पहिला हामीले 7 बक्स लियो होइन, त्यसपछि त्यो बढाउँदै जाँदा 8 बक्स हुन्छ, 9 बक्स हुन्छ, 10 बक्स हुन्छ, त्यसपछि फेरि घट्नुपर्छ कि। त्यही भएर हजुरहरूले यो जुन बक्स बनाउने प्रोसेस छ सुरुदेखि अन्तिमसम्म सेम नै हो है।
एकचोटि हेर्नु भएपछि त्यही अनुसार नै हुँदै जान्छ। घटाउने बढाउने कहाँनिर भनेर त्यो त म भन्दै गरिहाल्छु है। नबुझ्नु भएको ठाउँमा चाहिँ हजुरहरूले कमेन्ट गर्न सक्नुहुन्छ। मेरो चाहिँ यो युट्युबको पहिलो भिडियो हो, त्यही भएर अनि धेरै पहिलादेखि नै युट्युबबाट भिडियो बनाउँछु भनेर भनिरहेको थिएँ, तर टाइम नपुग्ने अनि आफूलाई पनि त्यस्तो धेरै आइडिया पनि नभएको, अनि त्यसपछि यो रेकर्ड गर, भोइस ओभर गर, एडिटिङ गर, मैले सकेसम्मको गरेको छु। आई होप हजुरहरूलाई मनपर्छ, बुझ्नुहुन्छ भन्ने हो। नबुझेको खण्डमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है। अब हामीले कन्टिन्यू अर्को स्टिचमा पुग्नुपर्छ ह्यान्डलमा। अर्को ह्यान्डलमा नि सेम पहिलाको जस्तै गर्ने के, जोइनिङ पार्टदेखि पाँचवटा स्टिचमा 4वटा स्टिच स्किप गरेर 5औँ स्टिचमा चाहिँ हामीले स्लिप स्टिच गर्नुपर्छ दुवैतिर, ह्यान्डलको दुवैतर्फ। जुन स्टिच मार्कर लगाएको देख्नुभयो नि, त्यहाँनिर चाहिँ मैले 5th स्टिचमा चाहिँ यो स्टिच मार्कर लगाएको। हजुरहरूले गन्दै गर्नु भए पनि हुन्छ, स्टिच मार्कर लगाउनु पर्छ भन्ने छैन, तर स्टिच मार्कर लगाउनु भयो भने चाहिँ कहाँसम्म गर्ने भनेर चाहिँ आफूलाई थाहा हुन्छ नि त। ल हेर्नु, अब त्यहाँबाट स्लिप स्टिच गऱ्यो, स्टिच मार्करमा स्लिप स्टिच गरिसकेपछि यतापट्टि पनि हामीले स्टिच मार्कर राख्ने, कहाँसम्म हामीले स्लिप स्टिच गर्छौँ भनेर हामीलाई चिन्न सजिलो हुन्छ, गनिराख्नु पर्दैन। त्यही भएको भएर चाहिँ मैले स्टिच मार्कर लगाएको। हजुरहरूले गनेर गर्न चाहनुहुन्छ भने पनि ओके। यो स्टिच मार्कर पनि यता जोइनिङ पार्टदेखि चाहिँ तपाईँको माथि ह्यान्डलतिर गन्दै जाँदाखेरि पाँचौँ चेनमा चाहिँ हामीले स्टिच मार्क गरेँ, अनि यो जति यहाँदेखि त्यो स्टिच मार्करसम्म चाहिँ हामीले स्लिप स्टिच बिस्तारै कन्टिन्यू स्लिप स्टिच, एउटा चेनमा एउटा स्लिप स्टिच गर्दै चाहिँ हामीले बुन्ने। यो चाहिँ नेक्स्टवाला ब्याग ह्यान्डल हो। यो बिस्तारै बन्दै गएपछि हजुरहरूले थाहा पाउनुहुन्छ। यसमा चाहिँ एकदम हातको पोजिसन चाहिँ एकदम मिलाएर बिस्तारै गर्नु ह्यान्डल पार्टमा चाहिँ है, फिनिक्स राम्रो देखिँदैन नत्र। अब सेकेन्ड पार्ट ल हेर्नु, अब यहाँ हामी स्टिच मार्करको भागमा पुगिसक्यौँ। यो पछि नि सेम पहिला जसरी बक्स बनाएको सेम त्यही प्रोसेस हो। हेर्नु है त, हामीले सुरुमा चाहिँ 7 बक्स बनाएको थियौँ होइन, अब चाहिँ हामीले गन्छौँ। हेर्नु है त, कति गन्दाखेरि चाहिँ बोथ साइडमा चाहिँ बराबर हुनुपर्छ। यता 8 भयो, 1 2 3 4 5 6 7 8, दुवैतर्फ चाहिँ हाम्रो 8 भयो भने चाहिँ हाम्रो 1 रो चाहिँ कम्प्लिट भइसक्यो है। अब फेरि हामीले सेकेन्ड रोबाट चाहिँ त्यही सेम अघिकै प्रोसेस गर्ने, जुन स्टिच मार्कर छ त्यहाँबाट चाहिँ 7 चेन लिने, त्यसपछि 4th स्टिचमा चाहिँ हामीले स्लिप स्टिच गर्ने हो। यो जुन मैले स्टिच मार्कर राखिरहेको छु नि, सेम अघिकै प्रोसेस हो। जोइनिङ पार्टबाट 5th चेनमा चाहिँ हामीले स्टिच मार्कर राख्ने, दुईतिर स्टिच मार्कर राख्नुभयो भने चाहिँ हामीले कहाँ गएर चाहिँ हामीले जोइन गर्ने, स्लिप स्टिच गर्ने भनेर चाहिँ हामीलाई सजिलो हुन्छ। हेर्नु, हामीले 7 चेन बनायौँ। 7 चेन बनाइसकेपछि चाहिँ फेरि नेक्स्ट बक्समा जोइनिङ पार्टदेखि नेक्स्ट बक्सको सेन्टरमा चाहिँ 1 2 3 4 वाला स्टिचमा चाहिँ हामीले स्लिप स्टिच गर्छौँ। फेरि 7 चेन लिन्छौँ। त्यसरी नै चाहिँ हामीले बक्स बनाउँदै जान्छौँ। यो हजुरको यो वाला पार्ट चाहिँ जति पनि बक्स बनाउनुहुन्छ सेम नै हो, जबसम्म हाम्रो ब्यागको चाहिँ जोइनिङ पार्ट आउँदैन है। सेम प्रोसेस हो है म्यामहरू। जुन यो स्टिच मार्कर गर्नेवाला छ, स्टिच मार्कर निकाल्यो, त्यसपछि हामीले स्लिप स्टिच गर्छौँ। अनि अर्को स्टिच मार्कर नपुग्दासम्म चाहिँ हामीले इच स्टिचमा चाहिँ एउटा स्लिप स्टिच चाहिँ गर्दै जान्छौँ।
है। 1 2 3 4 5 6 7 8 9 यसरी चाहिँ हाम्रो इन्क्रिज हुन्छ। अघि चाहिँ हाम्रो 8 थियो, अब यतापट्टि साइडमा त इन्क्रिज हुनै बाँकी छ। त्यसपछि चाहिँ यताबाट पुगेर अनि जुन म स्टिच मार्कर राख्छु त्यहाँसम्म पुगेपछि चाहिँ यहाँ पनि यो ह्यान्डलमा जति पनि हजुरले स्टिच मार्कर राखेको देख्नु भएको छ नि, त्यो भनेको जोइनिङ पार्टदेखि जतापट्टिबाट पनि ह्यान्डलको दुवैतर्फ जोइनिङ पार्टदेखि चाहिँ 5औँ स्टिचमा चाहिँ स्टिच मार्कर राख्नु। त्यहाँ लगेर चाहिँ हामीले स्टिच के अरे स्लिप स्टिच गरेर चेन जोड्ने अथवा त्यहाँबाट चाहिँ चेन बढाउने भन्ने हुन्छ। हजुरहरूले भिडियोमा देखिरहनु भएकै छ, यसरी चाहिँ बनाउन सक्नुहुन्छ है त, कन्फ्युज नहुनु होला। अब रो 3 ल हामीले कम्प्लिट गरिसक्यौँ नि त, कम्प्लिट गरिसक्यो, एउटा रो कम्प्लिट गऱ्यौँ, दुईवटा रो कम्प्लिट गरिसक्यो। ल दुईवटा रो कम्प्लिट गर्दाखेरि कतिवटा भयो, 1 2 3 4 5 6 7 8 9। अब 1 2 3 4 5 6 7 8 9 दुवैतर्फ बराबर बक्स भएपछि चाहिँ हाम्रो रो चाहिँ कम्प्लिट भयो भन्ने बुझिन्छ। 2 रो कम्प्लिट भएपछि अब हामी 3 रोमा 9 पुग्यो। अब फेरि अझै इन्क्रिज गर्दै जान्छौँ, यो रो पनि हाम्रो इन्क्रिज हुन्छ। अब यहाँबाट फेरि चेन 7 लिन्छ, 1 2 3 4 5 6 7। त्यसपछि हामीले फेरि जोइनिङ पार्टदेखि मिडल भाग 4th स्टिचमा चाहिँ स्लिप स्टिच गर्छौँ। सेम प्रोसेस हो है। हामीले चाहिँ कहाँनिर के अरे कहाँनिर स्लिप स्टिच गर्ने भनेर मात्रै बुझ्नु जरुरी छ। फेरि अब स्टिच मार्कर त्यही अनुसार राख्ने, हेर्नु है त। जोइनिङ पार्टदेखि 5th स्टिचमा चाहिँ दुवैतर्फ चाहिँ हामीले स्टिच मार्कर राख्ने, गनेर राख्नुभयो। त्यसरी राख्नु भएपछि चाहिँ जोइन गर्ने पार्ट आयो भनेर हामीलाई थाहा हुन्छ। अनि अर्कोतिरबाट स्टिच मार्कर, अनि अब जुन यहाँ स्टिच मार्कर आएपछि अब यहाँबाट चाहिँ हामीले चेन लिनुपर्छ भनेर थाहा हुन्छ है। सजिलो हुन्छ नि त यो भएपछि। अब हामी कन्टिन्यू बक्स बनाउँदै जाने है। त्यसपछि फेरि अनि स्टिच मार्करदेखि स्टिच मार्करसम्म सेम प्रोसेस, स्लिप स्टिच गर्ने, त्यहाँबाट फेरि 7 चेन लिने अनि बक्स बनाउने, सेम प्रोसेस हो है। दुवैतर्फ 10-10वटा बक्स नभइन्जेलसम्म चाहिँ हामीले सेम प्रोसेस नै कन्टिन्यू गर्दै जाने। सकेसम्म त मैले फुल नै बनाउनु कोसिस गरेको छु। हेर्नु कतिजना म्यामहरू त मसँग रिसाइरहनु भएको छ नि त, यो ट्युटोरियल आएन भनेर। टाइम लाग्छ, गाह्रो हुन्छ, मेरो फर्स्ट हो यो। यत्रो लामो भिडियो बनाउनलाई मलाई अहिलेसम्म 2 दिन लागिसकेको छ यो बनाउनलाई। प्रोसेस चाहिँ हेर्दै जानु होला, सेम प्रोसेस हो है। मेरो गन्थन मन्थनमा चाहिँ नभुल्नु होला। स्टिच मार्करबाट चाहिँ अब हामीले 7 चेन लियो अनि फेरि 4th स्टिचमा जोइनिङ पार्टदेखि मिडल भाग, बक्सको मिडल भागमा चाहिँ 4th स्टिचमा चाहिँ स्लिप स्टिच गर्ने, फेरि 7 चेन लिने, त्यसो गर्दै बनाउने है। अब हामीले बक्स बनाउँदै आएर यो ब्लूवाला स्टिचसम्म आइपुग्दासम्म चाहिँ हाम्रो 3rd रो कम्प्लिट हुन्छ। त्यतिखेरसम्म चाहिँ बोथ साइडमा चाहिँ 10-10वटा ल होइन, यहाँसम्म आइपुग्यौँ नि हामी। यहाँसम्म आइपुगिसकेपछि चाहिँ अब प्रोसेस अर्कै हुन्छ, हेर्दै जानु है। अब यहाँबाट चाहिँ डिक्रिज पार्ट सुरु हुन्छ, यहाँसम्म हाम्रो बोथ साइड 10-10वटा बक्स भइसक्यो। गनौँ है त साथीहरू। अब हाम्रो डिक्रिज पार्ट सुरु हुन्छ यहाँबाट चाहिँ, हेर्नु है। 1 2 3 4 5 6 7 8 9 10। अब अर्को साइड 1 2 3 4 5 6 7 8 9 10। अब चाहिँ हामीले
अब डिक्रिज पार्ट सुरु गर्नुपर्छ। थर्ड रो कम्प्लिट भइसक्यो हाम्रो। अब चाहिँ फोर्थ रो है। फोर्थ रोबाट चाहिँ हामीले जुन स्टिच मार्कर राखेको थियौँ त्यहाँबाट होइन कि हाम्रो चाहिँ अब जोइनिङ पार्टदेखि फोर्थ स्टिचसम्म चाहिँ जुनमा चाहिँ हामीले स्लिप स्टिच गर्थ्यौँ त्यहाँसम्म चाहिँ कन्टिन्यू स्लिप स्टिच गर्दै जान्छौँ। मैले यहाँ स्टिच मार्कर राखेको देख्नु भएको छ, त्यहाँसम्म चाहिँ हामीले कन्टिन्यू स्लिप स्टिच गर्दै जान्छौँ, चेन नलिकन कन्टिन्यू स्लिप स्टिच। यसले चाहिँ अब हाम्रो डिक्रिज जुन बढ्ने भएको थियो त्यो चाहिँ हाम्रो डिक्रिज भएर अब हामीले बनाउँदाखेरि चाहिँ जुन 10वटा बक्स थियो त्यो चाहिँ 9वटा हुन जान्छ अब है। यसरी आधा भाग चाहिँ हामीले चाहिँ 7 चेन लिएर अनि फोर्थ स्टिचमा चाहिँ स्लिप स्टिच गर्थ्यो भने यो चाहिँ फोर्थ स्टिचसम्म कन्टिन्यू स्लिप स्टिच गर्दै जान्छौँ हामी है। अब यहाँबाट चाहिँ अब सेम प्रोसेस 7 चेन लिने, त्यसपछि फोर्थ स्टिचमा नेक्स्ट बक्सको चाहिँ फोर्थ स्टिचमा स्लिप स्टिच गर्ने, 7 चेन लिने है। सेम त्यही प्रोसेस गर्दै जाने। अब अर्को उता ह्यान्डलमा पनि हामीले घटाउनुपर्छ, त्यसको लागि पनि प्रोसेस हुन्छ, हेर्दै जानु है। नत्र चाहिँ बक्स बनाउने प्रोसेस चाहिँ सेम हो, घटाउने बढाउनेमा चाहिँ ह्यान्डल बढाउने र घटाउनेमा फरक पर्छ। अब यसको पनि अघि हामीले जसरी जोइनिङ पार्टदेखि चाहिँ फोर्थ स्टिचसम्म हामीले कन्टिन्यू स्लिप स्टिच गरेको थियौँ नि त, सेम त्यस्तै हो। ल होइन, हामी यहाँ पुग्यौँ, जुन स्टिच मार्कर छ स्टिच मार्करमा चाहिँ हामीले स्लिप स्टिच गर्ने, त्यहाँबाट कन्टिन्यू स्लिप स्टिच गर्दै जाने हामीले है। अघि चाहिँ हामीले यहाँबाट यस्तो गरिसकेपछि चाहिँ चेन लिन्थ्यो भने यसमा चाहिँ डाइरेक्ट स्लिप स्टिच गर्दै जाने। अब अर्को उतापट्टि पनि फेरि जुन बक्स छ नि त्यो बक्सको चाहिँ आधासम्म अघि जुन हामीले फर्स्टमा गरेको थियौँ त्यसरी नै स्लिप स्टिच गर्ने, आधा बक्स फर्स्ट बक्सको आधासम्म, अनि फेरि सेम बक्स बनाउने, त्यही प्रोसेस हो डिक्रिज चाहिँ। ल हेर्नु हाम्रो डिक्रिज भएको छ कि छैन हेर्नु त, 1 2 3 4 5 6 7 8 9। ल हेर्नु त डिक्रिज भयो नि। अब यतापट्टि पनि फर्स्ट बक्सको आधासम्म चाहिँ हामीले कन्टिन्यू स्लिप स्टिच गर्ने, त्यहाँबाट फेरि 7 चेन लिने। ल हेर्नु है, यहाँबाट फेरि अब चेन 7 1 2 3 4 5 6 7, त्यसपछि फेरि फोर्थ स्टिचमा नेक्स्ट बक्सको फोर्थ स्टिचमा चाहिँ स्लिप स्टिच गर्ने, सेम प्रोसेस गर्ने है। अब पनि त्यो लास्टवाला बक्स छ नि, लास्टवाला बक्सको आधासम्म चाहिँ आधामा चाहिँ स्लिप स्टिच गर्ने, त्यसपछि पुरै अर्को बक्सको आधासम्म, नेक्स्ट बक्सको आधासम्म चाहिँ स्लिप स्टिच कन्टिन्यू गर्दै जाने। मैले हजुरहरूलाई भनिरहेको छु डिक्रिजिङ पार्ट कसरी हुन्छ भनेर। सेम त्यही प्रोसेस नै हो, इन्क्रिज गराउँदा सेम प्रोसेस, अनि त्यसपछि डिक्रिज गराउँदा सबैमा त्यही सेम प्रोसेस हुन्छ। आधामा स्टिच मार्कर एड गऱ्यौँ, सजिलो हुन्छ नि त हामीलाई, बिर्सिँदैन। अर्कोको पनि आधामा, 1 2 3 4 वालामा चाहिँ हामीले यसरी बक्स बनाउँदै जाने,
त्यसपछि त्यहाँसम्म पुग्ने। ल हेर्नु त अब हामीसँग दुवैतर्फ 9 बक्स भएको छ। हेर्नु है, गनौँ। 1 2 3 4 5 6 7 8 9। अब बोथ साइड 1 2 3 4 5 6 7 8 9। अब फेरि हामीले डिक्रिज गर्दा फेरि 8 हुन्छ है। अब हामी फाइनल राउन्डमा आइपुग्यौँ। अब यतिखेर हेर्नु है त, हामीसँग बोथ साइड 8 2 3 4 5 6 7 8। 1 1 2 3 4 5 6 7 8 8वटा भयो नि। अब हामीले चाहिँ यसलाई बेन्ड गर्छौँ
है। बेन्ड गर्नुभन्दा अगाडि चाहिँ हामीले बुन्नुपर्ने हुन्छ। यताबाट 1 2 3टा बक्स छोडेर 4वटाको बिचमासम्म चाहिँ हामीले स्टिच मार्कर त्यहाँसम्म चाहिँ हामीले बुन्नुपर्ने हुन्छ। स्लिप स्टिच त्यहाँ जुन स्टिच मार्कर लगाएको छौँ त्यहाँनिर चाहिँ कन्टिन्यू के गर्ने त त्यो स्लिप 7 चेन लिने, फोर्थ चेनमा चाहिँ स्लिप स्टिच गर्ने, फेरि 7 चेन लिने गरेर त्यहाँसम्म चाहिँ पुग्छौँ। त्यसपछि चाहिँ हामी त्यसलाई बेन्ड गर्छौँ, भाँच्छौँ, भाँचेर चाहिँ त्यसलाई चाहिँ जोइन गर्छौँ। भिडियो हेर्दै गर्नु होला, सजिलो हुन्छ तपाईँहरूलाई है। यो चाहिँ हाम्रो फाइनल राउन्ड हो है, यो बडी पार्ट जुन अगाडिको पार्टको चाहिँ। यहाँबाट अलिकति हजुरहरू कन्फ्युज हुन सक्नुहुन्छ, बिस्तारै हेर्दै जानु, मैले सकेसम्म बुझाउने कोसिस गर्नेछु। ओके, है त। अब हामी स्टिच मार्कर भएको ठाउँमा पुग्यौँ, त्यहाँ स्लिप स्टिच गर्ने, त्यसपछि हामी बेन्ड गर्छौँ। हेर्नु है त कसरी गर्छौँ। यो भयो, यसलाई चाहिँ भित्रपट्टिबाट है बाहिरबाट भित्र चाहिँ यसरी चाहिँ हामीले बेन्ड गऱ्यौँ। अब यहाँबाट चाहिँ हामीले यता यो ह्यान्डल साइडबाट चाहिँ गन्ने दुवैतर्फको बक्स 3टा, एउटा बक्स दुवैतर्फको एउटा एउटा भएन, फर्स्ट सेकेन्ड थर्ड यसरी लिइसकेपछि चाहिँ हामीलाई बराबर भयो नि त। अब हामीले जहाँनिर स्लिप स्टिच गरेको थियौँ त्यहाँबाट त 3टा चेन लिने, त्यसपछि उता पछाडिपट्टिकोमा चाहिँ जोइन गर्ने, फेरि 3टा चेन लिने बिचमा, अनि फेरि जोइन गर्ने। सेम अघि जसरी हामीले जोइन गर्थ्यौँ फोर्थ चेनमा त्यसरी नै जोइन गर्ने, तर यसमा चाहिँ 3 चेन लिने हो है। 1 2 3 चेन लिने, त्यसपछि उतापट्टिकोमा चाहिँ जोइन गर्ने है। त्यो सँगै त्यो स्लिप स्टिच गरेको वालामा चाहिँ होइन कि अर्को माथिल्लो वालामा है। फोर्थ स्टिचमा चाहिँ जोइन गर्ने, फेरि 3 चेन लिने, सेम त्यही गर्दै चाहिँ फर्स्ट बक्ससम्म चाहिँ हामी पुग्छौँ। हेर्दै गर्नु है त। ल अब हामी फर्स्ट बक्ससम्म पुग्यौँ। यहाँबाट चाहिँ कन्टिन्यू हामीले फेरि स्लिप स्टिच गर्दै जाने अर्को उतापट्टि भागसम्म है। यसरी चाहिँ इन्भिजिबल्ली हाम्रो के हुन्छ त जोइन हुन्छ। अब यहाँबाट चाहिँ कन्टिन्यू स्लिप स्टिच गर्दै जाने। हाम्रो यो भनेको काहीँ पनि जोइनिङ पार्ट भनेको सुरुमा मात्रै हुन्छ कि, एउटै धागोले काहीँ कट नगरिकनै बुन्दै गइन्छ कि।
अब यताबाट पनि हामी यो फर्स्ट बक्सको चाहिँ आधासम्म चाहिँ स्लिप स्टिच गर्दै आउँछौँ है हामीले फोर्थ स्टिचसम्म जहाँ स्टिच मार्क राखेको छ त्यहाँसम्म चाहिँ। अब चाहिँ हामी यता सेकेन्डबाट फेरि है 1 2 3 3वटा छोडेर फोर्थमा चाहिँ स्टिच मार्कर राख्छौँ। त्यहाँसम्म चाहिँ हामीले सेम प्रोसेस नै गर्छौँ। 7 चेन अन्त फोर्थ स्टिचमा चाहिँ स्लिप स्टिच, फेरि 7 चेन, फोर्थ स्टिचमा 7 के अरे स्लिप स्टिच गरेर चाहिँ गर्छौँ। मैले बोल्दाखेरि एकदम लडबडिरहेको छ तर भिडियोमा चाहिँ क्लियर नै देखिरहेको छ, हेर्दै गर्नु होला है। अब हामी पुग्यौँ स्टिच मार्कर पोइन्टमा। त्यसपछि हामीले अघि जसरी बेन्ड गरेको थियौँ त्यसरी नै बेन्ड गर्ने अनि ह्यान्डलतिरबाट तिनवटा बक्स चाहिँ बराबर गरेर लिने। हामीलाई बराबर गर्नको लागि हो त्यो चाहिँ। हेर्नु है त, ह्यान्डलदेखि 1 2 3 यसरी लिइसकेपछि चाहिँ जुन हामीले अब 3 चेन लिने अनि 3 चेन जुन 3 बक्सवाला छ नि थर्डवाला बक्सको चाहिँ आधामा हामीले स्लिप स्टिच गर्ने। देख्नुभयो, यसरी चाहिँ गर्दै जाने। यसरी चाहिँ हामीले कम्प्लिट हुन्छ। अब हामीले चाहिँ जोइनिङ पार्टसम्म चाहिँ फेरि त्यही कन्टिन्यू स्लिप स्टिच गर्दै जाने। त्यसपछि एन्ड कट गर्ने अनि सियोमा उनेर चाहिँ त्यसलाई चाहिँ त्यसको पुच्छरलाई चाहिँ हाइड गर्ने। त्यसपछि अब हाम्रो यो बाहिरको पार्ट चाहिँ कम्प्लिट भयो।
अब हामी बनाउँछौँ ब्यागको इनर पार्ट। त्यसको लागि चाहिँ हामीले 31 चेन लिनुपर्छ। थर्टी वान चेन लिइसकेपछि चाहिँ अब हामीले टर्न गर्ने सिङ्गल क्रोसे, एउटा चेनमा एउटा सिङ्गल क्रोसे गर्ने, सबैमा चाहिँ इच चेन एउटा सिङ्गल क्रोसे गर्दै जाने। यासी भनेको चाहिँ सिङ्गल क्रोसे है साथीहरू, त्यो बुझ्नुभयो भने चाहिँ हजुरहरूलाई सजिलो हुन्छ। हामी अब इन्डमा पुग्यौँ। यो पछि चाहिँ चेन 1 लिने, टर्न गर्ने, फेरि सेम प्रोसेस सिङ्गल क्रोसे इच स्टिचमा चाहिँ एट द इन्डसम्म चाहिँ पुर्याउने है त। अब फेरि चेन 1 लिने, टर्न गर्ने, त्यसपछि सिङ्गल क्रोसे गर्ने फर्स्ट स्टिचमा, त्यसपछि त्यहाँ चाहिँ हामीले स्टिच मार्कर राख्ने। त्यसरी अब चाहिँ हामी घुमेर आउँछौँ, फर्किँदैनौँ, घुमेर आउँछौँ, अल राउन्ड नै पुरै सिङ्गल क्रोसे गर्दै जाने हो हामी है। जुन अब हामी लास्टमा पुगेर जुन यो रो 2टा रो गरेको थियौँ नि त, एउटा रोमा चाहिँ एउटा सिङ्गल क्रोसे गर्ने। 2टा रो छ नि त हाम्रो सिङ्गल क्रोसेवाला, त्यही भएर एउटा रोमा एउटा सिङ्गल क्रोसे अनि अर्को रोमा अर्को सिङ्गल क्रोसे, त्यसपछि चाहिँ कन्टिन्यू एउटा स्टिचमा एउटा सिङ्गल क्रोसे गर्दै हामी स्टिच मार्करसम्म चाहिँ पुग्छौँ।
अब चाहिँ हामीले स्लिप स्टिच गर्छौँ स्टिच मार्कर साइडमा चेन 1 लिने फेरि त्यसैमा चाहिँ अब हाफ डबल क्रोसे स्टार्ट गर्छौँ ब्याक लुपमा मात्रै है ओन्ली ब्याक लुप अनि हामीले स्टिच मार्कर राख्छौँ यो स्टिच मार्कर चाहिँ राख्दा पनि हुन्छ नराख्दा पनि हुन्छ हजुरहरूलाई चाहिँ सजिलो हुन्छ कहाँनिर चाहिँ स्लिप स्टिच गर्ने भनेर थाहा हुन्छ भनेर हामीले चाहिँ दुईटै चेन लिने होइन है दुईटैमा होइन कि पछाडिको वालामा मात्रै हाफ डबल क्रोसे अल ओभर द राउन्ड गर्ने है यसरी गरिसकेपछि हाम्रो पिठको जुन भाग र अनि बडीको पार्ट चाहिँ छुट्टिन्छ कि यहाँबाट चाहिँ हाम्रो अब फर्स्ट रो सुरु हुन्छ है हामीले जुन बेसको भागलाई चाहिँ गर्नेनौँ योबाट चाहिँ हाम्रो फर्स्ट रो सुरु हुन्छ है यहाँनिर एउटा चेन देख्नु भएको छ नि स्टिच त्यसलाई चाहिँ हामीले कहिले पनि बुन्नुहुन्न किनभने त्यो भनेको हामीले स्लिप स्टिच गर्दाखेरि चाहिँ रहेको भाग हो त्यही भएर अब हामीले यहाँ स्लिप स्टिच गर्यौँ मार्कर साइडमा स्लिप स्टिच गरिसकेपछि चाहिँ अब एउटा चेन लिने अनि हाफ डबल क्रोसे त्यसैमा गर्ने त्यो पछि चाहिँ अब हामीले भनेको अघि चाहिँ हामीले ब्याक लुपमा मात्रै लिएको थियौँ भने अब दुईटै लुपमा एकैचोटि गरेर चाहिँ लिन्छौँ हामीले नर्मल लिने है हाफ डबल क्रोसे अल ओभर द राउन्ड यसरी दुईटै लेयरमा एकैचोटि लिन्छौँ है स्टिच मार्कर चाहिँ आफ्नो हिसाबले राख्नु है राख्दा पनि भयो नराख्दा पनि भयो आफूले चिन्नुहुन्छ भने नराख्दा पनि भयो यसरी गरेर यसरी दुईटै लेयरमा यसरी दुईटा लेयरमै लिने अघि हामीले एउटा मात्रै लेयरमा लिएको थियौँ त्यो भएको भएर यसरी चाहिँ हामीले टोटल तपाईँले 8वटा रो कम्प्लिट गर्नु त्यसपछि भनेको चाहिँ हामीले डिलक चाहिँ कसरी हाल्ने भनेर चाहिँ भिडियोमा देख्छौँ हेर्दै जानु होला है त ल हेर्नु त अब हाम्रो 8वटा रो कम्प्लिट भयो 1 2 3 4 5 6 7 8 अब यहाँबाट चाहिँ हामीले डिलक हाल्नुपर्छ डिलक हाल्नलाई चाहिँ जुनबाट हाम्रो त्यो जुन भाग छ नि जोइन भागबाट चाहिँ दुईटा चेन छोड्ने त्यसपछि अनि त्यसको बिचमा चाहिँ तेस्रो चेनमा चाहिँ हामीले स्लिप के अरे स्टिच मार्कर राख्ने त्यसपछि अनि अर्को उतापट्टि अर्को नेक्स्टको लागि चाहिँ त्यसरी बिचबाट गर्दाखेरि जहाँनिर सेन्टर पर्छ त्यहाँनिर चाहिँ हामीले स्टिच मार्कर राख्ने है यसरी चाहिँ हामीले बिच भाग सजिलो भयो नि त अनि अब हामीले चाहिँ अरू केही गर्ने होइन त्यहाँ डिलक राख्ने जसरी हामीले हाफ डबल क्रोसे गर्छौँ नि त्यसरी नै गर्दै जाने तर त्यो डिलकभित्र चाहिँ हाम्रो 5वटा हाफ डबल क्रोसे हुनुपर्छ है अरू केही गर्ने होइन डिलक यसरी राख्ने अनि नर्मल एउटा चेनमा एउटा हाफ डबल क्रोसे गर्ने हो तर त्यो सँगसँगै हामीले के गर्नु पर्यो त डिलकलाई पनि समेट्नु पर्यो यसरी एउटा स्टिचमा
एउटा हाफ डबल क्रोसिया गर्ने, अरू केही होइन। फेरि अर्को स्टिचमा अर्को हाफ डबल क्रोसिया गर्ने। जोस् हाम्रो डिलकभित्र चाहिँ 5वटा हाफ डबल क्रोसिया हुनु पर्यो। यो 2टा हाफ डबल क्रोसिया भयो। फेरि अर्को चेनमा फेरि अर्को हाफ डबल क्रोसिया, फेरि अर्को नेक्स्टमा अर्को हाफ डबल क्रोसिया, फेरि अर्को 4वटा भयो। अब चाहिँ अर्कोमा हाफ डबल क्रोसिया यसो गर्ने। अब 5वटा डिलकमा हाम्रो 5वटा भयो। 5वटा भइसकेपछि अब हामीले चाहिँ कन्टिन्यू गरेर फेरि स्टिच मार्कर भन्दा 2टा घर यतासम्म चाहिँ पुग्ने है त। ल अब यहाँबाट चाहिँ फेरि सेम अघिको जस्तै गर्ने है। हाफ डबल 5वटा हाफ डबल क्रोसिया डिलकमा राख्ने, फेरि कन्टिन्यू गर्ने। कन्टिन्यू गरेर चाहिँ हामीले यो रो कम्प्लिट गर्छौँ। यो रो कम्प्लिट गरेपछि हाम्रो 9 रो हुन्छ यो रो पछि। त्यसपछि हामीले टोटल भनेको चाहिँ 11 रो बनाउँछौँ, 12th रो बनाउँछौँ टोटल। त्यसपछि चाहिँ हामीले रिभर्स सिङ्गल क्रोसिया गर्छौँ है। हेर्दै जानु होला है त। ल हेर्नु त हामीले 12th रो कम्प्लिट गर्यौँ। अब यो पछि भनेको चाहिँ अब हामीले रिभर्स भनेको पछाडि फर्किँदै जानेवाला चाहिँ सिङ्गल क्रोसिया गर्ने हो। जुम गरेर पनि देखाइदिएको छु, हेर्नु होला। सिङ्गल क्रोसिया है, रिभर्स गर्दै सिङ्गल क्रोसिया गर्दै जाने। ओके, अल ओभर द राउन्ड गर्ने। त्यसपछि चाहिँ हामीले ह्यान्ड कट गर्ने। त्यसपछि सियोमा छिराएर चाहिँ हामीले भित्र त्यसको पुच्छरलाई चाहिँ लुकाउन सक्छौँ। त्यसपछि चाहिँ हाम्रो यो इनर पार्ट पनि कम्प्लिट भयो। त्यसपछि म्याग्नेट बटन पनि राख्न सिकाएको छु, थोरै मात्रै राखेको छु है। हजुरहरूले हेर्न सक्नुहुन्छ, आफ्नो तरिकाले पनि राख्न सक्नुहुन्छ, अथवा हजुरले जिपर पनि राख्न सक्नुहुन्छ। अनि मैले जुन ह्यान्डल छ, ह्यान्डलको चाहिँ मैले ट्युटोरियल राखेको छैन। यदि चाहियो भने कमेन्ट गर्नु होला, त्यो पनि राख्ने नै छु। अहिलेलाई चाहिँ एक भिडियो एकदमै धेरै लामो भयो, यतिले गर्दाखेरि त्यो भएको भएर मैले ह्यान्डलको चाहिँ राखेको छैन।
युट्युबमा खोज्नुभयो भने जति पनि पाउनुहुन्छ। क्रोचेट स्ट्रेप ब्याग स्ट्र्याप भनेर खोज्नुभयो भने जति पनि पाउनुहुन्छ। यदि हजुरहरूले बुझ्नु भएन भने कमेन्टमा छोड्नुहोला। त्यसबाट म फेरि अर्को स्ट्रेपको पनि छुट्टै भिडियो लिएर आउनेछु है त। हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो? राम्रो लागेमा लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। हजुरहरूलाई केही गुनासो छ भने पनि, केही कन्फ्युजन छ भने पनि कमेन्ट गर्न नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ।